पार्टीको पनि स्पष्ट चाहिँ हाम्रो जुन राष्ट्रियताको विषयमा हामी स्पष्ट छौँ होइन त्यो भनिसक्नु त्यो मैले त्यो अघि भनि नै सकेँ मलाई हामीले चाहिँ किनभने विगतमा म चाहिँ प्रदेश सभामा निर्वाचित भएपछि जुन खालको चाहिँ अब त्यहाँको समस्याहरू थियो चाहिँ विकास निर्माणको समस्या के गर्नुभयो त्यति बेला मैले चाहिँ पूर्वाधारको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा होइन कृषिको क्षेत्रमा चाहिँ अन्य चाहिँ अरू चाहिँ अब युवाहरूको चाहिँ खेलकुदको क्षेत्रमा त्यो काम मैले थुप्रै चाहिँ करिब चाहिँ यो 5 वर्षको पिरियडमा 5 अरबभन्दा बढी लगाएर त्यो चाहिँ विकास निर्माणका चाहिँ हजारौँ चाहिँ शीर्षकहरूको कामहरू गरेका छन् त्यो पनि एउटा चाहिँ आधार हो त्यो चाहिँ त्यहाँको जनताले भनिरहेछन् र मैले 20-25 वर्षको चाहिँ यो के अरे चाहिँ नुवाकोटमा राजनीति गरेको समयमा मैले गरेको जुन सामाजिक कामहरू जुन खालको चाहिँ सेवा सुविधाहरू दिन सामाजिक कुरा अघिदेखि बताइराख्नु भएको छ के गर्नु भएको छ सामाजिक कुरा होइन मैले सामाजिक सेवामा जस्तो चाहिँ हाम्रो नेपालकै सबभन्दा ज्येष्ठ नागरिक भनेको चाहिँ बाटोले लामिछाने चाहिँ अहिले चाहिँ उहाँ स्वर्गीय हुनुभयो म निर्वाचित भएपछि मेरो आफ्नो चाहिँ स्यालेरीबाट पनि मैले उहाँलाई मासिक रूपमा चाहिँ जीवित रहन्जेलसम्म मैले चाहिँ सेवा सुविधा दिँदै आएँ महिनाको मासिक 10,000को दरले त्यो एउटा महत्त्व जुन चाहिँ हाम्रो नेपालकै एउटा चाहिँ ज्येष्ठ नागरिक भनेर चाहिँ हामीले पहल गरिरहेका थियौँ तर बिचमा उहाँको मृत्यु भयो 116 वर्षको करिब हुनुहुन्थ्यो त्यो गरेँ मैले आफ्नो चाहिँ के अरे संसद कोषबाट उहाँलाई चाहिँ बस्ने कुटी नै बनाएँ होइन विभिन्न चाहिँ धार्मिक संस्थाहरूको चाहिँ निर्माण गर्न मैले चाहिँ सहयोगहरू गरेको छु विभिन्न चाहिँ क्यान्सर रोगी मृगोला रोगी पीडितहरूलाई सहयोग गरेको छु त्यो भन्दा नि मलाई चाहिँ नुवाकोटको जनताले किन मतदान गर्छन् म असाध्यै सहज तरिकाले चाहिँ म जनताको पहुँचमा रहन्छु तपाईँ उहाँले जुनसुकै जतिसुकै टाइममा भेट्न खोज्दाखेरि भेट्न एकदम सहिलो समझ्छु त्यो पनि मेरो आधार हो सामाजिक कामको नै आधार हो र मैले गरेको विकास निर्माणको पनि आधार हो त्यसको आधारमा र मेरो पार्टीको चाहिँ एउटा चाहिँ स्पष्ट एजेन्डाहरू छ हामी चाहिँ जुन चाहिँ लोकतन्त्रको विषयमा जुन चाहिँ प्रजातन्त्रको विषयमा गणतन्त्रको विषयमा संहिताको विषयमा होइन धर्मनिरपेक्षताको विषयमा राष्ट्रियताको विषयमा होइन हाम्रो स्पष्ट एजेन्डाहरू छ त्यसको आधारमा मलाई चाहिँ मतदान गर्छन् भन्ने मलाई विश्वास छ।